पाती लिएर आइसक्यो होइन। अब यो टाउको देख्नुभयो नि, टाउको यो टाउकोलाई यस्तो मिची नुहाउनुपर्छ क्या अब होइन। यो पाती हालेर टाउकोमा यस्तो मिची नुहाउनुपर्छ अब। अनि पगडै मोडे खतरनाक। अब यहीँदेखि यहीँसम्म पनि बाइकमा जान खोजेर यस्तो स्ट्यान्डर्ड मान्छेहरू भइसक्यो गाउँमा अब यार। हेत्तेरिका कोदो कोदो तराईमा नि हुन्छ कि कोदो त यो कोदो हो। त्यही त हामीले यस्तो सुरुवाल लगाइदिन्छ मिस। बा मेरे बाजेको सुरुवाल यार, बा मेरे बाजेको सुरुवाल यार। So all right guys, अहिले म यहाँ सुरुल आइपुगेँ। सुरुल होइन सुरुल गरिसकेँ। अनि मैले चाहिँ यो एभोकाडोको बिउ ल्याएको थिएँ होइन। यो बेर चाहिँ यो बेर्नाले चाहिँ यस्तो दुःख देखायो चलाउन नि मिलेको छैन। पुरै ढलेको गरेर तल म थियो नि ढलिरहेको दुइटा अनि त्यो दुइटै यहाँ त्यस्तो ढल्को बसेको है। अहिले चाहिँ नि म महलबारी आइसक्यो होइन। यस्तो जाडो छ यहाँ चाहिँ नि। यु क्यान वाच यार, माइ गड यार। फेरि मलाई यो एभोकाडोले फेरि मलाई दुःख दियो कति जम्म दुःख दियो भने यो लगभग वहाँदेखि आउँदा चाहिँ लगभग मैले 6-7 चोटि त्यसलाई मिलाइसकेँ होला होइन। एकचोटि मिलाउँ त्यसलाई मैले, माइ गड यार। त अनि यतातिर चाहिँ यो चाहिँ अहिले महलबारी पर्छ यो चाहिँ होइन। यहाँ पनि हुन्छ नि त मलाई यस्तो भन्छ यार, यस्तो जाडो छ नि नाक पुरै बन्द भयो क्या मेरो। अलराइट, मलाई अब एभोकाडो मिलाउनु पर्ने हुन्छ। यसलाई चाहिँ म अड्डाएर मिलाउँछु ल। फेरि यस्तै भयो क्या। सो अनि एउटा कुरा चाहिँ के भन्छ, म चाहिँ बाटोमा भ्लगहरू केही पनि गराएन, खासै भिडियो गराएन बाटोको होइन। किनभने यस्तो जाडो थियो कि जाडोले गराउन सकेको छैन। अनि यो निकाल्न राख्न झ्याउ हुन्थ्यो नि त। अनि त्यही भएर मलाई छिटो आउनु थियो। अनि त्यही भएर चाहिँ नि मैले बाटो खासै भिडियो गराएको छैन, डाइरेक्ट यतै आएर गराएको छु। किनभने अब नजिक आइसक्यो, घर नजिक। अनि यस्तो घाम पनि लागिसक्यो नि त। सो त्यही भएर चाहिँ यो चाहिँ पुरै घाम लाग्छ। So all right. फेरि यतातिर यो महलबारीतिर चाहिँ घाम लाग्थ्यो होइन। महलबारीतिर चाहिँ घाम लाग्थ्यो। अनि यो रानीनगरतिर फेरि लाइकको यस्तो हो कि यही यो मौसम यस्तो चेन्ज छ नि। यहाँ चाहिँ घाम यस्तो खिच्दै उता पछाडि बरु यस्तो अलिअलि भयो नि चर्केको थियो होइन। तर यहाँ चाहिँ यस्तो छ, यही हो ल। चिसोमा चिसो जहाँबाट आएको त्यहीबाट हाल्नु बाइक पनि। मेरो लेनको बाटो छ अनि राम्रो बाटो हो के अरे मेरो लेनतिर होइन। अनि यही हाल्छ म आउँदा पुरै चिसो यस्तो छ यार। So all right है। म चाहिँ मेरो गाउँ आइपुगेँ। त अनि गाउँको नजारा यस्तो छ अहिले। यु क्यान वाच हियर है। पुरै तोरी अहिले चाहिँ यो गाउँमा चाहिँ पुरै यो यतातिर सबै पुरै तोरी हो। यतातिर मात्र उखु छ होइन। अनि उता हाम्रो घर साइडमा थोरै उखु छ। अनि पुरै तोरी हो क्या।
यस्तो राम्रो देखिन्छ नि तोरीले है यस्तो यहाँ चाहिँ ठ्याक्क गाउँ रहेछ अनि यहाँ चाहिँ पुरै तोरी यहाँ पुरै तोरी क्या सबै सो मेरो घर चाहिँ ठ्याक्क त्यहाँदेखि पर्छ है ठ्याक्क त्यहाँदेखि पर्छ तर जुम गरौँ है त हो ठ्याक्क त्यहाँदेखि यो अलिअलि देखेको चाहिँ नि ऊ त्यो अलि निलो निलो देखेको त्यो खोर हो होइन यसलाई चाहिँ घर हो यति चाहिँ ठ्याक्क घर पर्छ क्या हाम्रो ल यही हो मेरो गाउँ गाइज हुन त मैले पहिला पनि देखाइसकेको छु होइन त्यही पनि फेरि हेर्नु अब चाहिँ नि यो यसलाई चाहिँ नि त्यहाँ ठ्याक्क त्यहाँ घर गएर यसलाई चाहिँ नि अब रोप्नुपर्ने हुन्छ न त्यो किप वाचिङ है त गाइज स्टे ट्युन ल के भयो तँलाई भन् छिटो ओए यता आएर के भयो के भनिस् चाबी यहाँ छ यी चाबी ओए अमल खाम न देखा एक ख्वाब खाइदियो अहिले भिडियो गर्न भिडियो अमला हान्छु कि एउटा अनि अहिले चाहिँ हामी यहाँ अमला पनि खाएर अनि अहिले चाहिँ यहाँ नुहाउनको लागि यो कपालको यो चाया हटाउनुलाई चाहिँ नि हामी अहिले पाती लिन जाँदैछौँ होइन गएर म भएर ट्याक्क ओए हामी जाने न अहिले त्रिवेणी कतिखेर बिना कता हिँड्नुभयो ए कता नि ए यहाँ पिरिन्छ हाई गर हाई गर स्कुल राखौँ पनि अहिले चाहिँ नि यहाँ मैले पाती लिएर आइसकेँ होइन अब यो टाउको देख्नुभयो नि टाउको यो टाउकोलाई यस्तो मिची मिची नुहाउनुपर्छ क्या अब होइन यो पाती हालेर टाउकोमा यस्तो मिची मिची नुहाउनुपर्छ अब अनि एकछिन मामाहरू बस्यो होइन ट्याक्क अनि मामाहरूसँग माइजूहरूसँग सबैसँग गफ गरियो एकछिन होइन अनि त्यसपछि हामी आफ्नो आफ्नो बाटो लाग्यौँ गएर चाहिँ उता गइसक्यो म चाहिँ यहाँ पाती लिएर आइसकेँ अब मलाई नुहाउनु पर्ने हुन्छ ओ पुसाई के गर्नु भयो ए खै त फुपू अनि ए ल पातीले नुहाउनुपर्छ अब यो चाहिँ तोरीबारी यस्तो भयो क्या अहिले ए यहाँ त पुरै त्यो तोरी फुलेर नि फिनिस भइसकेको रहेछ माई गड कोदो यो चाहिँ कोदोको बारी हो तर कोदो खासै छैन कोदो तराईमा नि हुन्छ कि कोदो त यो कोदो हो अल राइट घर जानु पऱ्यो घर भागो भागो हे हे फाइनली घर आइपुगेँ यहाँ चाहिँ बेलौतीहरू छ पुरै के भयो मामा घर यता त मरेर रहेछ नि त जान्न नआउने अब बाथीले कहिले जान्न तेल हालिदिनुहुन्छ पैसा छैन कि मसँग त्यहाँ त्यसले भयो यसले मात्र के होला जस्तो लाग्यो मलाई त केही हुन्न त्यो चाहे त आफै उस अनुसार हराउँछ जान्छ अब के अनुसार अनि धुन पऱ्यो नि त अनि ए ल ल ल होइराख्नु अलि युज गर्छु म अलिअलि गर्छु हाल है यहाँ टाउको बिच्छु मैले टाउकोमा गाईलाई उयो अड्डा हे के गर्नु तैँले हालिदिनुहोस् हालिदिन्छु ल यहाँ बाल त्यहाँ बाल गरिदिए एकछिन हो पहिला यहाँ यसले भिजाउँछ अलिकति पर्दैन के यत्तिकै गर्नु न पुग्छ के
लट्टा परेको बाल हो क्या ल हाल्छ यहाँ रोक एकछिन रोक ल हाल्या देखा भिडियो देखा रोक 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 बाल लगाउँदै कि बोल्दा अस्ति त्यो तातो पानी नहुँदा त्यस्तै म त बालै गएँ क्या हो भने यार एक्कासी तातो पानी आएको यार लास्टै तातो न तातो मिच्नु भयो बुटुलबाट यहाँ आउनु बनाउ न घाँस चाहिँ आयो त्यो पनि रगतमा झन् आउँछ के हुन्छ के ल्यायो के भएको छ त्यो पार्टिनु नआएको चिला छ चिला खाके चायाले चिलाएको चायाले चाया खायो त्यो पार्टिनु भएको यति किनिदिउँ शरबत बनाइदिनु न तो मेरो कपाल चाहिँ सफ्ट सफ्ट भयो है यहाँ कागज मारेर ढ्याक्क यो कागती प्लस पाती अनि नोको यस्तो दामी भयो ओ यु क्यान वाच हियर गाइज है हेर्न सक्नुहुन्छ तपाईँहरूले मेरो कपाल दामी हुँदो रहेछ जोस् मोटे भाइ चाहिँ मोटे भाइ जय हनुमान ज्ञान गुण सागर ओइ रासँग बोकै हेर ल मैले अफ गरेँ हिँड के भयो क्यामेरामा नठोकाइ भन्छ न हो आइज म यस्तो दामी भिडियो गर्छु ल छोड बस्नु छिटो भाइ बन्द गर भन्छ यहीँदेखि उयो गर छोड्न पनि बाइकमा जान्छ सालाहरू हाल्दिएको त भिडियो हुन्छ पकडै मोडे खतरनाक अब यहीँदेखि यहीँसम्म पनि बाइकमा जान खोजेर यस्तो स्ट्यान्डर्ड मान्छेहरू भइसक्यो गाउँ गाउँमा अब यार हेत्तेरिका यो हाल्यो अब यहाँ साइडमा हाले त्यहीँदेखि यहीँ आएर नि बाइकमा लिएर आउँछ सालेहरू अनि हामी दुईजना चाहिँ यत्तिकै हिँड्दैछौँ अनि त्यो चाहिँ गइसक्यो गोरे हामीलाई चाहिँ हिँड्दै छाडेर गोरे गइसक्यो यार चाया झार्न लाग्यो झन् चाया बढ्यो क्या हो त्यो अमिलोले नआउँदाखेरि त ओहो नि यो टाउको त चर गरेर चराएर भर्खरै चाया उत्रिन्छ कि यस्तो गर्थ्यो अहिले त खै अहिले त चिला होइन चाया भने लास्टै चिलाउँछु कि मसला यो कपालहरू पनि यस्तो हरिब मोडे चाया खाने हेर त हेर त हेर्न यसरी हेर्न छ साला छ भन्छ चाहिँ चाया छैन क्या मोडले ढाँटिराख्यो अहिले मलाई
गोरे फेरि आफ्नो पाइट लाउन गयो त्यो कटु लगाएर आएको थियो अनि पाइट लाउन गयो हाम्रो चाहिँ हिँड्दै हिँड्नु भन्यो मायासाले त्यही त हामीले यस्तो यस्तो सुरुवाल लागिदिन्छ मिस बा मेरो बाजेको सुरुवाल यार कसको अरे बाजेको यसले बाजेको सुरुवाल लाएर हिँड्यो यसले साले अहिले उहाँ गएर म फ्लेक्स गरिदिन्छु तेरो अहिले पक्क ए ओए मोटे कडी पत्ता यही कडी पत्ता गाइस कडी पत्ता पहाडमा चोडेर हिँड्दै गयो अरे कडी पत्ता यो चाहिँ जुन तपाईँहरूले केमा अरे दालमा हाल्छ नि होइन इन्डियातिर दालमा हालिदिन्छ नि कडी पत्ता दालमा हालेर दिने कडी पत्ता यही हो मासु बिरयानी यस मासु बिरयानी दाल भात सब्जी सबैमा कडी पत्ता भनेर दिन्छ यही हो गाइज यही हो ल हाम्रोतिर चाहिँ यस्तो प्रशस्तै हुन्छ है यतापट्टि छ यता पनि छ तेजपत्ता भैया पनि छ